मात्र 20,000 25,000 ब्याट्री चाहिँ कम छ 30,000 आइफोन 11। नमस्कार साथीहरू, तपाईहरुको धेरै म्यासेज अनि कमेन्टले गर्दाखेरि आज फेरि पनि म ताम्राकार कम्प्लेक्सको शप नम्बर 43 माइक्रो मोबाइल हाउसमा चाहिँ आइसकेको छु र आज म तपाईहरुलाई तपाईहरुको कमेन्ट अनि म्यासेजको जति पनि जिज्ञासाहरू छ त्यो जिज्ञासाहरू मेटाउनलाई नै यहाँनिर आएको छु। तपाईहरुले चाहिँ धेरै म्यासेजमा के कमेन्ट गर्नुभएको थियो भने यो मोबाइल पसल कहाँनिर हो हैन, यसको एक्ज्याक्ट लोकेसन बताइदिनु होला, लोकेसन राम्रोसँग भएन भन्नुभएको थियो। अनि आज म तपाईहरुलाई लोकेसन पनि बताउने छु। अनि तपाईहरुले 20,000 30,000 मा कुन मोबाइल पाउँछ हैन, कस्तो मोबाइल पाउँछ, अनि 50,000 55,000 मा कुन मोबाइल पाउँछ, कस्तो मोबाइल पाउँछ भन्ने धेरै जनाले सोध्नु भएको छ। सो आज चाहिँ म तपाईहरुलाई यो सबै कुरा कुन कुन फोन कति कति हजारमा पाउँछ अनि लोकेसनहरु पनि म तपाईहरुलाई सरर बताउने छु है त। ल लोकेसन चाहिँ तपाईहरु सुनधारा आएर धरहरा आउनु होला। सुनधारा त्यहाँदेखि सट्टै न्यू रोड आउनु होला है। यहाँ माथि देखिएको चाहिँ त्यो न्यू रोड हो। न्यू रोड त अब यो पनि न्यू रोडै हो, मेन त्यो रोड हो न्यू रोड चाहिँ। अनि त्यहाँ आएपछि यहाँ तल यसरी छिर्ने, यहाँ छिरेपछि यहाँ तपाईहरुले ताम्राकार कम्प्लेक्स भनेर देख्न सक्नुहुन्छ। यहाँ यो चाहिँ ताम्राकार कम्प्लेक्सको भवन हो, यो तपाईले देख्न सक्नुहुन्छ। यहाँ मुनि पार्किङ पनि छ यहाँनिर है। यहाँबाट भित्र छिर्ने हामी। यहाँबाट भित्र छिरिसकेपछि तपाईले चाहिँ यहीँदेखि नै फर्स्ट यो ग्राउन्ड फ्लोरदेखि नै तपाईले चाहिँ मजाले मोबाइल पसलहरू देख्न सक्नुहुन्छ। यहाँ विभिन्न धेरै मोबाइल हाउस अनि त्यसपछि भनेको चाहिँ यहाँ कम्प्युटर शपहरू छ यो ताम्राकार कम्प्लेक्समा। यहाँ आइसकेपछि तपाईले यहाँ राइट साइडमा यहाँ लिफ्ट देख्न सक्नुहुन्छ है। यहाँदेखि सिधै तपाईले 4 दबाएर 4 नम्बर तलामा जान सक्नुहुन्छ र यहाँ भर्याङदेखि पनि जान सक्नुहुन्छ। ओके, त्यसपछि भनेको चाहिँ यता पर त्यो साइडमा पनि एउटा भर्याङ छ है, त्यहाँबाट पनि जान सक्नुहुन्छ। सट्टै माथि 4 नम्बर फ्लोरमा जानु होला है त। सो 4 नम्बर फ्लोरमा आइसके म चाहिँ आइसकेपछि यहाँ यस्तो देखिन्छ है। यता पारिपट्टि तपाईले देख्न सक्नुहुन्छ यो विभिन्न पसलहरू छ। त्यसपछि यतापट्टि यहाँनिर हाम्रो शप नम्बर 43 भनेर चाहिँ यहाँ अगाडि देखिन्छ है। यो अहिले तपाईले 42 देख्दै हुनुहुन्छ, यो चाहिँ हो 43 है त। यहाँ 43 माइक्रो मोबाइल हाउस भनेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ। एकदमै भिडम्बाड छ यहाँनिर मोबाइल किन्ने मान्छेहरूको। सो यहाँनिर चाहिँ तपाईँ आउन सक्नुहुन्छ। शप नम्बर 43 मा यदि तपाईँ सेकेन्ड ह्यान्ड आइफोन मोबाइलहरू चाहिँ किन्न चाहनुहुन्छ भने यहाँ एक्सचेन्जहरू पनि हुन्छ। सो अहिले चाहिँ यहाँ कुन कुन फोनहरू एभाइलेबल छ हैन, सबै कुरा म तपाईहरुलाई अहिले हाम्रो सरसँग कुराकानी गरेर देखाउने छु है त। ल साथीहरु, अहिले चाहिँ फेरि पनि म शप नम्बर 43 मा आइसकेको छु। हाम्रो एकदमै भाइरल पसल। धेरैजना साथीहरूले कमेन्ट गर्नुभयो 30,000 मा कुन आइफोन आउँछ, 50,000 मा कुन आइफोन आउँछ, अनि लोकेसन कहाँ हो यहाँको राम्रोसँग बताइदिनु भनेर धेरै कमेन्ट आएको थियो। त्यो भएर म फेरि पनि आएको छु र हाम्रो निवेश सर यहाँ हुनुहुन्छ, उहाँले सबै कुरा बताउनु हुनेछ है त। ल निवेश सर, स्वागत छ तपाईलाई। ल थ्याङ्क यू सर, थ्याङ्क यू। ल एकदमै धेरै कमेन्ट आयो है। हजुर, तपाईको लोकेसन राम्रोसँग बताइदिनु भनेर। कतिलाई लोकेसन थाहा भएन रहेछ, अनि कतिले चाहिँ 30,000 मा कुन आइफोन आउँछ, 50,000 मा कुन आइफोन आउँछ भनेर धेरै कमेन्ट आयो। यसो तपाईले लोकेसन सहित अनि फोन तपाईको अहिले कुन कुन एभाइलेबल छ सबै बताइदिनु पर्यो। हाम्रो लोकेसन भन्नुपर्दा हाम्रो लोकेसन न्यू रोड ताम्राकार कम्प्लेक्स शप नम्बर 43 4 तला माथि शप नम्बर 43। गुगल म्यापमा भेट्छ कि भेट्दैन? मज्जाले भेटिन्छ। के हाल्नु पनि भेटिन्छ। हाम्रो टिकटकमा पनि पिन गरेर राखेको छु। ताम्राकार कम्प्लेक्स शप नम्बर 43 हानेपछि गुगल म्यापमा पनि भेटिन्छ। त्यो भन्दा पनि सजिलो चाहिँ तपाईको टिकटक आइडीमै मैले पिन गरेर राखिदिएको छु। यहाँ सेतो टावर धरहरादेखि बालेन सिटी भनेर चिनिने ठाउँदेखि चाहिँ मैले न्यू रोड ताम्राकार कम्प्लेक्सको शप नम्बर 43 4 तला माथिसम्म मैले भिडियो बनाएर राखिदिएको छु। सबैजनाले अब उहाँको भिडियोमा गएर कमेन्ट गर्नुभएछ, उहाँलाई गएर कल गर्नुभएछ। उहाँ चाहिँ फेरि पनि मेरो शपमा आइसक्नु भएको छ। उहाँलाई चाहिँ मैले स्वागत गरेँ सर है। स्वागत छ हजुर। तपाईले फोन नम्बर पनि एकचोटि मजाले भनिदिनु पर्यो है। मेरो डाइरेक्ट उहाँले चाहिँ कल गर्नुहुन्छ। उहाँ मेरो डाइरेक्ट मलाई कल गर्नु होला 9861332407 है मेरो नम्बर चाहिँ। तपाईले डाइरेक्ट मलाई कल गर्न सक्नुहुन्छ 9861332407 मा। 30,000 देखि 40,000 सम्मको रेन्जमा चाहिँ हाम्रो आइफोन 11 दिइरहेको छौँ। 50,000 देखि 60,000 सम्म चाहिँ आइफोन 13 दिइरहेको छौँ। त्यसको साथसाथमा हाम्रो कपी फोनहरू पनि छ। हाम्रो चाहिँ 12,500 10,500 मा दिइरहेको छौँ हाम्रो कपी फोनहरू चाहिँ है त। एकचोटि देखाइदिनु न सर 11 15हरू कुन कुन छ हैन। हाम्रो 16 प्रो म्याक्स एमहर्ट्ज कम्पनीको है चाहिँ 16 प्रो म्याक्स मात्र 12,500 मा दिइरहेको छ। कपी भयो है। हजुर हजुर। फेरि तपाईहरु सबैजना झुक्किनु हुँदो रहेछ। यो कपी भनेको कपी नै मैले भिडियो हालिरहेको छु। मेरो टिकटकमा गएर नि फुल भिडियो हेर्नु होला। यसको चाहिँ 12,500 16 प्रो म्याक्स है त। ल देख्न सक्नुहुन्छ। अनि अरु आइफोन सेकेन्ड ह्यान्ड हामीसँग S24 अल्ट्रा पनि छ। S24 अल्ट्रा पनि यही रेन्जमा दिइरहेको छौँ।
मात्र 12,500मै दिइरहेको छौँ है त ल। S24 अल्ट्रा पनि हेर्नुहोस् त यस्तो बवाल छ र झुक्किनु होला कपीमा होस् सेम त्यस्तै देखिन्छ एकदमै राम्रो है। तपाईँहरूलाई चाहिन्छ भने यो चाहिँ कपी भयो S24 र हाम्रो 16 Pro Max। हजुर हजुर। अनि जेन्युनमा सेकेन्ड ह्यान्डहरू चाहिँ देखाइदिनु न। जेन्युनमा हामीसँग सेकेन्ड ह्यान्डमा iPhone 11 30 देखि 40,000 को बजेटमा iPhone 11 छ है हामीसँग 30 देखि 40 को बजेटमा। 30 देखि 40 मा आयो हैन त। iPhone 11 है त। 50 देखि 55 iPhone 13 आयो है त। 50 देखि 55 iPhone 13। 50 देखि 55 मा चाहिँ 13 आयो है ल। iPhone देख्न 13 सक्नुहुन्छ। यसमा पनि तपाईलाई धेरै साथीहरूले चाहिँ के कमेन्ट गर्नुहुन्छ मेसेज गर्नुहुन्छ भन्दाखेरि 30 देखि 35 मा कुन आउँछ हैन र 50 देखि 55 मा कुन आउँछ भनेर आउँछ के। ल यसमा 50 देखि 55 मा iPhone 13 आयो। यसमा तपाईलाई चार्जर कभर ग्लास एयरपोर्ट चाहिँ मैले दिने नै छु सब नम्बर 43 को तर्फबाट है त फेरि। ल अब अर्को 90 देखि 95 को रेन्जमा चाहिँ iPhone 13 Pro Max आउँछ है त फेरि। एकदमै फुल फ्रेश कन्डिसनको केही पनि चेन्ज नभएको है त। अर्को तपाईको 13 Pro आउँछ 85,000 मै आउँछ यो 13 Pro। 85 Pro 85 मा 85,000 मै आयो ल। 85 Max चाहिँ 95 देखि 95 90 त्यसमा 95 95 हो यसको प्राइस। त्यसमा अलिअलि मिल्छ। यसमा पनि तपाईलाई चार्जर कभर ग्लास तपाईहरुलाई 10,000 बराबरको एक्सेसरिजहरु चाहिँ हामीले फ्रीमा हालिदिन्छौँ है त। ल साथीहरु उहाँले सबै कुरा बताइसक्नु भयो हैन। लोकेसनहरु पनि अब चाहिँ तपाईहरुले मजाले हेरेर बुझेर आउन सक्नुहुन्छ। अनि फोनहरु पनि देखाइसक्नु भयो कुन कुन फोन कति कति हजारमा आउँछ भनेर। र तपाईहरु यदि किन्न चाहनुहुन्छ भने चाहिँ मजाले यहाँ आउन सक्नुहुन्छ। ल निवेश सर धन्यवाद तपाईलाई जानकारी दिनुभयो है। ल हजुरलाई पनि धेरै धेरै धन्यवाद।